राधे राधे सम्पूर्णमा। आजदेखि गुरु अस्त बृहस्पति अस्त प्रारम्भ भएको छ। यस सन्दर्भमा एउटा अत्यन्तै दिव्य श्लोकको भाव प्रस्तुत गर्न चाहन्छु। यस श्लोकको भावार्थ मैले परम आदरणीय सन्त कीर्तन्य बाबा श्री तोयानाथ खनालजीको श्रीमुखबाट श्रवण गर्ने सौभाग्य प्राप्त गरेको हुँ। उहाँप्रति हार्दिक श्रद्धा तथा कृतज्ञता व्यक्त गर्दछु, साष्टाङ्ग प्रणति गर्दछु। श्लोक। अस्ते भृगौ चास्तगते च जीवे सुप्ते मुकुन्दे धनमीन सूर्ये विरुद्धमासे गुरुरुद्र पूजा न वर्जयत विष्णु कथा प्रसङ्गा। भावार्थ। शास्त्रमा गुरु अस्त, शुक्र अस्त, चातुर्मास वा केही विशेष समयमा विवाह, व्रतबन्ध, गृह प्रवेश जस्ता शुभ कर्म स्थगित गर्न भनिएको छ। तर भगवानको कथा, हरिनाम संकीर्तन र श्रीमद् भागवत श्रवणलाई कुनै ग्रह, कुनै तिथि, कुनै महिना वा गुरु अस्तले रोक्न सक्दैन, किनभने भगवानको नाम स्वयं मङ्गलमय छ। जहाँ हरिकथा हुन्छ त्यहाँ शान्ति हुन्छ, श्रद्धा बढ्छ र भगवानको कृपा वर्षिन्छ। त्यसैले समय राम्रो छैन भनेर भगवानको भजन र कथा कहिले पछाडि नसारौँ। मृत्युले शुभ सायद कुर्दैन, समयले कसैलाई पर्खिँदैन। त्यसैले भगवानको स्मरण गर्ने सबैभन्दा उत्तम समय अहिले नै हो। आउनुहोस्, श्रीहरिको नाम जपौँ, श्रीहरि कथा श्रवण गरौँ, आफ्नो जीवनलाई भक्तिमय बनाऊ। यही नै मानव जीवनको साँचो कल्याणको मार्ग हो। राधे राधे। यदि प्रस्तुतिमा कुनै त्रुटि भएको भए कृपया क्षमा गरिदिनुहोला। श्री राधा रानी तथा श्रीहरिको कृपा सम्पूर्ण भक्तजनमाथि सदैव बनिरहोस्। यो भिडियो हेरिरहनु भएको छ भने सबै माझ पुर्याइदिनुहोस् र एक सेयर अवश्य गरिदिनुहोस्।